हेलो हेलो माइक टेस्टिङ म चाहिँ माइक टेस्ट गरिरहेको छु है यो भिडियोमा आवाज आएको कि नै भनेर कस्तो हुन्छ साउन्ड क्यामेरा रोलिङ एक्सन हेलो एन्ड वेलकम टु एनदर ब्लग आज चाहिँ हामी खागोसीमा मरिनपोर्ट जाँदैछौँ कस्तो हुन्छ भिडियो अन्त्यसम्म हेरेर साथ दिनु होला है त हामी चाहिँ मरिनपोर्ट जानलाई रेडी भइसक्यौँ अब रुमबाट निस्किनु पर्ने हुन्छ करिब सिजनमा चाहिँ आधी घन्टा लाग्छ भन्ने कुरा छ अब चाहिँ हामी हिँड्नको लागि रेडी भयौँ म र मेरो साथी यहाँबाट निस्किन्छौँ अनि एकजना दाइले चाहिँ हामी बाहिर कुरिराख्न छ चोकतिर सधैँ नै तपाईँलाई यो बाहिरको भ्यू चाहिँ देखाउनु पर्ने हुन्छ यस्तो गर्मी छ तर पनि हाम्रो मनले चाहिँ घुम्न जाखिजा भनेर नमानेर हामी यस्तो गर्मी भए पनि घुम्न चाहिँ हिँडियो उताको दृश्य देखाउँछु उताको दृश्यमा चाहिँ गाडीहरू हिँडिराखेका छन् यता पनि हाइवे छ एउटा यता पनि हाइवे नै छ उता भनेको मेन हाइवे भयो यो यहाँनिर चोकतिर केटा भन्नेवाला हाइवे हो यो चाहिँ हामी चाहिँ अब यो एकै आइसक्यो अब हामी रुमबाट चाहिँ निस्क्यौँ यतापट्टि यस्तो छ इन्भाइरोमेन्ट यसरी हाम्रो आजको दिनको सुरुवात हुन्छ अर्को घामका बावजुद पनि हामी गर्मी नमानिकन हामी हिँडिरहेको अवस्था छ आज मेरो लुक चाहिँ खतरा आइरह जस्तो लागिरह भ्लग बनाउनको लागि चाहिँ पहिला भन्दा पनि अहिले हल्का कन्फिडेन्स बढाउँदैछु म प्र्याक्टिस गर्दैछु नयाँ नयाँ कुराहरू ट्राई गर्दैछु है एउटा दाइ आइसक्नु आहा भनेर पुर बसेछौँ है अहिले अब आउने चाहिँ यतै बाटो जस्तो लागिरह तर आउनु भएको रहेछ ठिक छ भर्खरै हाम्रो दाइ पनि आइसक्नु है ल हामी तिनजनाको चाहिँ यहाँ भेट भएको छ है यहाँ चाहिँ यो एम्बुलेन्स यसरी आउँदाखेरि चाहिँ सबै गाडीहरू जस्तो कन्डिसनमा रोकिनै पर्ने हुन्छ क्या सब गाडीहरू रोकिरहेको है अब एम्बुलेन्स गएपछि चाहिँ अनि बल्ल गाडीहरू जान्छन् कि यहाँको सिजन चढ्ने यो चाहिँ सिजन चढ्ने स्टेसन है हामी जाने चाहिँ सिजन चाहिँ यही है गर्मी भएको भएर हामी चाहिँ आइसु कोही के भन्नु अरे रातै किनेर खाँदैछौँ मिठो हुँदो रहेछ भ्लग बनाउनु पऱ्यो भनेको जब क्यामेरा अगाडि पर्छ नि अनि बोल्नै आउँदैन क्या के बोलाउनु रङ्गलाको घरहरू चाहिँ कमै देखिन्छ है यहाँ चाहिँ रहेछ ल मिठो भएर तुम खाइदिएको फेरि बनाइदियो भन्न नमिल्ने कुरा जिमाको हाइले त खाएको सीमा बस्नु जाने काहीँ नछोड्ला यहीँ रहेछ डेस्टिनेसनमा लगभग आइसक्यौँ त्यो पुरै ज्वालामुखी विस्फोट भएर झोलो हो कि पुरा यतै आइरहेको छ चाहिँ चाहिँ राइट टाइममा आयो जस्तो बल्ल फिल भयो शीतलो भइरह घाम पनि अब ओजेल पर्नु लाग्यो यो ठाउँमा चाहिँ प्रत्येकको हामी तिनजना मध्ये प्रत्येकको विचार चाहिँ सुनिन्छ अहिले एकछिनमा घुमिसकेपछि सबैको प्रतिक्रिया लिनेछु एकदम इन्जोय गर्नुपर्ने हुन्छ
हाम्रो यो धुवा ज्वालामुखीको धुवा आएर आँखा पोलेर भन्न थालिसक्यो। भोलि झन् गाह्रो हुन्छ। अब यस्तै भाग्नु पर्ला जस्तो अवस्था आइसक्यो। तपाईँलाई चाहिँ सुरुमा हाम्रो यो भ्लगमा स्वागत छ। अनि कस्तो लागिरहेछ भाइहरूसँग भेट्न पाउँदा? एकदम खुसी लागिरहेको होइन। हजुर म पनि फर्स्ट टाइम यहाँ खागुसीमा चाहिँ फर्स्ट टाइम आएको हो। हजुर अब यो भ्लग बनाउनु सुरु गरेर चाहिँ होइन, यो राम्रो हो। अब यसरी राम्रो राम्रो एडिटहरू भ्लगहरू राम्रो राम्रो ठाउँहरूको बनाउँदै जानु। सबैजनाले सब्सक्राइब फलो गरिदिनु। अरू भाइहरू चाहिँ एकदम मेहनती भाइहरू हो। धेरै धेरै धन्यवाद दाइलाई पनि, र तपाईँहरूले पनि साथ सहयोग गर्नुहुन्छ भन्ने म पूर्ण अपेक्षामा भ्लग बनाउन ट्राई गरेर हुन्छु। तपाईँहरूलाई म देखाउन गइरहेको छु आजको विशेष भ्यू रहेको। यस्तो बवाल देखिरह नि, तपाईँहरूले भिडियोमा जति देख्नुभयो नि त्यो भन्दा पनि खतरा छ कि। गर्मी भए पनि घुम्न छोड्न चाहिँ हुन्न, बेला बेलामा घुमिराख्नुपर्छ। तपाईँहरूलाई यो चाहिँ मेरो सल्लाह नै हो। माइन्ड फ्रेस गर्न पनि घुम्नुपर्ने हुन्छ। तपाईँहरूलाई म यहाँको एउटा कटेज जस्तो पनि देखाउनु चाहिँ यस्तो छ है गाइजहरू। हामी आएको ठाउँ चाहिँ आज चाहिँ बवाल फ्रेस भयो। अब तपाईँहरूलाई देखाउन खोजेको ठाउँ चाहिँ यही भयो आजको लागि चाहिँ। अब मलाई लिन हेलिकप्टर लिन आयो भनेर गफिरहन्छु, र तपाईँहरूले पठाउनु। त मेरो भ्लगको लागि आफै इन्टरभ्यू दिएँ कि भनेको त दाइ त टिकटकमा आफै इन्टरभ्यू दिनु यार। दाइले घात गर्नु यार मलाई चाहिँ। अब हाम्रो यो दोस्तीलाई लिएर तपाईँले यसो पढाउनुहोस् त। हामी त आएको त लगभग 2 वर्ष भयो है, सँगै छौँ, जहाँ गयो नि सँगै गर्छौँ। अब हामी चाहिँ लगभग अब फर्किनु पर्ने हुन्छ। आज महिना हितो के खतरा खतरा भ्लग आउँछ है गाइजहरू। अब चाहिँ सब्सक्राइब बङ पर्छ है। हुन्छ, अन्त्यसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। भ्लगहरू चाहिँ कन्टिन्यू गइरहेको छ है। यसमा चाहिँ नो डाउट तपाईँहरूले चाहिँ सब्सक्राइब चाहिँ बजाउनु पर्ने हुन्छ। अब धेरै घुम्ने नै प्लानहरू छ, अनि घुम्दै
भ्लग गर्ने नयाँ नयाँ ठाउँहरू जाने होइन तपाईँहरूलाई देखाउने कस्तो रहेछ जापान कहाँ बसिरहेछौँ भन्ने कि आजको लागि यति नै हामी मारिनपोर्ट आएको थियौँ आजको भ्लगमा तपाईँहरूलाई देखाइहालेँ निकै नै रमाइलो भयो तपाईँहरूलाई कस्तो लाग्छ केही सुझाव सल्लाह छ भने कमेन्ट गर्नु होला लाइक गर्नुहोस् सेयर गर्नुहोस् सब्सक्राइब पनि गर्नुहोस् आजको यो भ्लगबाट चाहिँ म बिदा हुन चाहन्छु बाई बाई केयर